15 यसरी लेखेको छ, किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुने छैन। है, यो पदहरूद्वारा चाहिँ हामीले के बुझ्न सक्छौँ भनेदेखि हामीले अरूलाई क्षमा दियो भने मात्र हामीले क्षमा पाउँछौँ। है, बुझ्नुहोस् है मण्डली, हामीले अरूलाई क्षमा दियौँ भने मात्र हामीले क्षमा पाउँछौँ भनेर चाहिँ यो पदद्वारा हामी बुझ्न सक्छौँ। तर यो पद चाहिँ कतिखेर लेखिएको भने यीशु ख्रीष्टलाई क्रुसमा टाँगिनुभन्दा अगाडि, यीशु ख्रीष्ट बलि हुनुभन्दा अगाडिको कुरा हो यो चाहिँ। है, यो कुराहरू हेर्नुहोस्, यहाँ लेखिएको छ कि हामीले चाहिँ अरूलाई, जब हामीले अरूलाई क्षमा दिन्छौँ तब मात्र हामीले क्षमा पाउँछौँ भनेर यो कुराले भन्दछ। है, तब हामी अर्को यीशु ख्रीष्ट बलि हुनुभयो पछिको यीशु ख्रीष्टलाई चाहिँ नि क्रुसमा टाँगेको पछिको उहाँको मुक्ति, उहाँले जति कुरै गर्नुभएको छ नि त्यो बलिदान पछिको कुरा चाहिँ हामी यहाँ कलसीको 3:13 पाउँदछौँ। है, एउटाले अर्कोलाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एकअर्कालाई क्षमा गर्ने गर, जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ। है, स्पष्ट रूपमा लेखिएको छ। हामी अगाडिमा हेर्दछौँ भने चाहिँ के लेखेको छ त्यहाँ चाहिँ, आज हामीले अरूलाई क्षमा दियो भने मात्र हामीले क्षमा पाउँछौँ भन्ने कुरा चाहिँ हामी यहाँ पाउँदछौँ। है, तर पछि कलसीमा गएर हेर्दछौँ भने चाहिँ के लेखेको छ त, हामीले क्षमा पाएको कारणले चाहिँ अरूलाई हामीले के त क्षमा दिनुपर्ने हुन्छ। है, हामीले के त क्षमा पाएको कारणले चाहिँ अरूलाई क्षमा दिनुपर्छ। है, आज तर यो दुईटै कुराले चाहिँ आज तपाईँ र मलाई चाहिँ एकदमै हाम्रो जीवनमा चाहिँ ठुलो रोल खेल्छ। है, आज मत्ती 6:14 र 15 चाहिँ हामी याद गऱ्यो भने चाहिँ आज के त यो कुराले चाहिँ तपाईँ र मेरो रिलेसनसिप, परमेश्वरसँगको रिलेसनसिपलाई चाहिँ एफेक्ट गर्छ। है, यो कुराले चाहिँ आज तपाईँ र मेरो परमेश्वरसँगको रिलेसनसिपलाई चाहिँ एफेक्ट गर्छ। कसरी त, अब तिमीहरूले मानिसहरूको अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूको अपराध क्षमा गर्नुहुने छैन। है, हामीले अरूलाई क्षमा दिन सकेनौँ, तर यहाँ के भइरहेको छ त, परमेश्वरसँगको मेरो सम्बन्ध चाहिँ बिग्रिरहेको छ। है, हामी अर्कोमा हेर्दछौँ भने चाहिँ यहाँ के त, हामीले अरूलाई क्षमा दिनुपर्छ ताकि किन हामीले पनि क्षमा पाएका छौँ। है, यसले चाहिँ आज तपाईँ र तपाईँसँगको मानिसहरूसँगको सम्बन्धलाई एफेक्ट गर्छ। है, यदि तपाईँले क्षमा पाउनु भएको छ र तपाईँले अरूलाई क्षमा दिनुभएको छैन भने तपाईँहरू बिचमा त्यो कुराले एफेक्ट गर्छ। है, अनि कतिजनाले यो क्षमालाई चाहिँ के एउटा चोइसको रूपमा लिएको हुन्छ। है, ओके ठिक छ, मेरो मनले मान्यो भने म क्षमा दिन्छु उसलाई, मेरो मनले मानेन भने म किन दिने भने